महाभारतमा कर्णको मृत्युपछि उनको आत्मासँग एउटा अनौठो घटना घट्यो। जब कर्णको मृत्यु भयो, यमराज आफै उनको आत्मा लिन आए। तर त्यही समयमा सूर्यदेव र इन्द्रदेव प्रकट भए र यमराजलाई भने कि कर्णलाई सिधै स्वर्ग लैजानुपर्छ, किनकि उनले आफ्नो सम्पूर्ण जीवन दान र धर्मका लागि बिताएका थिए। यमराज यस कुरामा सहमत भए। तर जब कर्ण स्वर्ग पुगे, उनले त्यहाँ खानका लागि अन्न होइन, बरु केवल सुन र गरगहना मात्र देखे। उनले भोकाएको स्वरमा इन्द्रलाई भने, मैले जीवनभर दान गरेको छु, तर मलाई यहाँ खानका लागि केही दिँदैन किन? इन्द्रले जवाफ दिए, कर्ण, तिमीले जीवनभर सुन, चाँदी र धन सम्पत्ति त दान गर्यौ, तर तिमीले कहिले आफ्ना पितृहरूको नाममा अन्न दान गरेनौ, त्यसैले तिमीलाई स्वर्गमा भोजन मिल्दैन। कर्णले आफ्नो भूल महसुस गरे र फेरि पृथ्वीमा फर्कन अनुरोध गरे ताकि उनले अन्न दान गर्न सकुन्। इन्द्रदेवले उनको प्रार्थना स्वीकार गर्दै उनलाई केवल 14 दिनका लागि पृथ्वीमा फर्कने अनुमति दिए। भनिन्छ कि कर्णले पृथ्वीमा आएर ती 14 दिन श्रद्धापूर्वक अन्नदान र पितृतर्पण गरे। यसै कारण पितृपक्षको समयमा श्राद्ध र अन्नदानको अनुष्ठान स्थापित गरिएको थियो, ताकि कुनै पनि आत्मा अन्नबाट वञ्चित हुन नपरोस्।